स्वागत छ आजको यो विशेष प्रस्तुतिमा। आज हामी नेपाली शेयर बजारमा पुरै आगो लगाइरहेको भनौं न एउटा निकै तातो विषयको चिरफार गर्दैछौं। नर्भिक अस्पतालको आगामी आईपीओ भर्नका लागि 55,000 रुपियाँ चाहिन्छ भन्ने एउटा ठूलो हल्लाले अहिले पुरै बजार तताएको छ। चिया पसलदेखि सोशल मिडियासम्म जता हेर्यो त्यतै यही मात्र चर्चा छ। के साँच्चै एउटा आईपीओ भर्न त्यति धेरै रकम आवश्यक पर्छ त? आउनुहोस्, यसको भित्री गणित, यससँग जोडिएका भ्रम र बजारको खास वास्तविकतालाई आज हामी सँगै बसेर बुझौं। ठीक छ, अब सिधै कुराको चुरोमा जाउँ। बजारमा प्रति किता 1100 रुपियाँ लाग्छ भन्ने जुन एउटा ठूलो हल्ला चलेको छ नि, के साँच्चै सर्वसाधारण लगानीकर्ताले यति धेरै रकम तिर्नुपर्छ त? यसको एकदमै छोटो र सिधा उत्तर हो पर्दैन। यो 1100 रुपियाँको जुन मूल्य सुनिँदैछ त्यो साना तथा खुद्रा लगानीकर्ताहरूका लागि तोकिएको अन्तिम मूल्य हुँदै होइन। यो त केवल एउटा प्रस्ताव मात्र हो जसको पछाडि बुक बिल्डिङ विधिको अर्कै एउटा प्राविधिक पाटो लुकेको छ। हल्ला र यथार्थको बीचमा ठूलो खाडल छ जसलाई हामी आज प्रश्न पार्नेछौं। आजको हाम्रो यो प्रस्तुतिमा हामी मुख्य गरी यी 5वटा कुराहरू हेर्नेछौं। पहिलो, के यो साँच्चै इतिहासकै महँगो आईपीओ हो त? दोस्रो, यसको मूल्य आखिर कसरी निर्धारण हुन्छ? तेस्रो, रिलायन्स स्पिनिङ मिल्सको एउटा सान्दर्भिक उदाहरण। चौथो, नर्भिकको रोड शो र प्रक्रिया। अनि अन्त्यमा शेयर वितरणको वास्तविक तथ्याङ्क। सुरु गरौं हाम्रो पहिलो विषयबाट। के यो साँच्चै इतिहासकै सबैभन्दा महँगो आईपीओ हुन गइरहेको छ त? यो कुरा बुझ्न सबैभन्दा पहिले हामीले क्वालिफाइड इन्स्टिट्युशनल इन्भेस्टर अर्थात् योग्य संस्थागत लगानीकर्ता भनेको के हो त्यो बुझ्नुपर्ने हुन्छ। यी भनेका त्यस्ता ठूला संस्थागत खरिदकर्ता हुन् जसले बुक बिल्डिङ आईपीओमा सर्वसाधारण भन्दा पहिले नै बिडिङ वा बोलकबोल गर्छन्। बजारमा अहिले जताततै सुनिएको त्यो 1100 रुपियाँको दर छ नि, त्यो वास्तवमा यिनै ठूला संस्थागत लगानीकर्ताहरूका लागि प्रस्ताव गरिएको सुरुवाती मूल्य मात्र हो। यो आम सर्वसाधारणका लागि तोकिएकै मूल्य होइन। उनीहरूले तय गरेको यो मूल्यले एउटा आधार मात्र खडा गर्ने काम गर्छ। त्यसो भए अब दोस्रो विषयमा प्रवेश गरौं। आखिर आम सर्वसाधारणको लागि अन्तिम मूल्य कसरी तय हुन्छ त? यो मूल्य निर्धारणको प्रक्रियालाई एकदमै सजिलो गरी 3वटा चरणमा बुझ्न सकिन्छ। पहिलो चरणमा अघि भने जस्तै संस्थागत लगानीकर्ताहरूले बिडिङ गर्छन्। मानौ उनीहरूले अधिकतम मूल्य प्रति किता 1100 रुपियाँ नै तय गरे रे। दोस्रो चरणमा कानून र नियम अनुसार सर्वसाधारणलाई त्यो तय भएको मूल्यमा सिधै 10% छुट दिइन्छ। अनि तेस्रो चरणमा बल्ल अन्तिम मूल्य तय हुन्छ। भन्नुको मतलब 1100 रुपियाँमा 10% अर्थात् 110 रुपियाँ घटाउँदा सर्वसाधारणका लागि प्रति किता 990 रुपियाँ पर्न आउँछ। वास्तविकता यही नै हो। त्यसैले यहाँनेर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने हामीले यो भित्रको गणितलाई अलिकति राम्रोसँग बुझ्नै पर्छ। यदि प्रति किता 990 रुपियाँ कायम भयो र बुक बिल्डिङको नियम अनुसार न्यूनतम 50 किता नै भर्नुपर्ने भयो भने कुल लगानी झण्डै 50,000 अझ ठ्याक्कै हिसाब गर्दा 49,500 रुपियाँ पुग्न जान्छ। बजारको चर्चामा कता कता 9,500 जस्ता अपुरा तथ्याङ्कहरू पनि सुनिन्छन् जसले अलिकति अलमल बढाएको छ। तर मुख्य यथार्थ के हो भने यो आईपीओमा सहभागी हुन सानोतिनो पुँजीले पुग्दैन, एउटा ठूलै रकम तयार गर्नुपर्ने अवस्था भने पक्कै छ। अब लागौं हाम्रो तेस्रो विषयतर्फ। यस्ता महँगा आईपीओका इतिहास र रिलायन्स स्पिनिङ मिल्सको सान्दर्भिक उदाहरण। एकैपटक यति धेरै लगानी गर्नुपर्दा पक्कै पनि अलिकति जोखिम महसुस हुन्छ र डर लाग्नु एकदमै स्वाभाविक कुरा हो। तर यस्ता महँगा आईपीओका उच्च प्रवेश लागतलाई त्यसले भविष्यमा दिन सक्ने सम्भावित उच्च प्रतिफलसँग दाँजेर हेर्नु एकदमै सान्दर्भिक हुन्छ। यहाँ रिलायन्स स्पिनिङ मिल्सको ऐतिहासिक तथ्याङ्कलाई एकपटक फर्केर हेरौं। त्यसबेला 820 रुपियाँ 80 पैसाको दरले न्यूनतम 50 किताका लागि करिब 41,000 रुपियाँ प्रारम्भिक लगानी गर्नु परेको थियो। सुरुमा सुन्दा त निकै महँगो लागेको थियो नि, तर पछि बजारमा यसको मूल्य प्रति किता 5,000 रुपियाँसम्म पुग्यो। ब्याक टु ब्याक सर्किट लाग्दा ती सुरुवाती लगानीकर्ताहरूले 2 लाख रुपियाँ भन्दा बढीको त खुद नाफा नै कमाए।
यसले के देखाउँछ भने उच्च लगानीले उच्च प्रतिफल पनि दिन सक्ने सम्भावना बजारमा सधैँ रहन्छ। तर हेर्नुहोस्, नाफा मात्रै सबै थोक होइन। बजारका केही गम्भीर जोखिमहरू पनि छन् जसलाई हामीले कुनै हालतमा नजरअन्दाज गर्न मिल्दैन। पहिलो जोखिम भनेको ठूला लगानीकर्ताहरूले कृत्रिम रूपमा माग सृजना गरेर बजार मूल्यलाई अस्वाभाविक रूपमा बढाउन सक्ने सम्भावना रहन्छ। दोस्रो, भविष्यको बजार अवस्था सधैँ अनिश्चित हुन्छ। अहिले नयाँ नीति र प्रणालीहरू आएका छन् जसले भोलिको दिनमा कस्तो प्रभाव पार्छ ठ्याक्कै भन्न सकिँदैन। र तेस्रो तथा सबैभन्दा गम्भीर कुरा, यति धेरै प्रारम्भिक पुँजी आवश्यक पर्दा साना लगानीकर्ताहरू स्वतः बजारबाट बाहिरिन बाध्य हुन्छन्। यी तथ्यहरू साँच्चै नै निकै संवेदनशील छन्। अब पालो चौथो विषयको, नर्विकको रोड शो र यसको हालको प्रक्रिया कहाँ पुगेको छ त? यो समय रेखाले सम्पूर्ण प्रक्रियालाई एकदम छर्लङ्ग पाल्छ। गत वैशाख 11 गते नक्सालको म्यारियट होटेलमा अस्पतालका प्रमुख कार्यकारिणी अधिकृत अजय कुमार मिश्रको नेतृत्वमा संस्थागत लगानीकर्ताहरू बीच रोड शो सफलतापूर्वक सम्पन्न भइसकेको छ। अहिले भने मूल्य मूल्याङ्कनको गहन प्रक्रिया चलिरहेको छ र वैशाख 21 गते बेलुका 5 बजेसम्म योग्य संस्थागत लगानीकर्ताहरूले सिलबन्दी खाम मार्फत नेप्सेमा आफ्नो आशय पत्र र प्रस्तावित मूल्य पेश गरिसक्नुपर्ने अन्तिम समय सीमा तोकिएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले यो सम्पूर्ण प्रक्रियालाई एकदमै पारदर्शी रूपमा व्यवस्थित गरिरहेको छ। अब जाउँ आजको हाम्रो अन्तिम विषयमा, शेयर वितरणको तथ्याङ्क। आखिर कसको भागमा कति शेयर पर्दैछ त? कम्पनीको कर्पोरेट डाटा अनुसार यसको कुल जारी पुँजी 2 अर्ब 22 करोड 6 लाख रुपियाँ रहेको छ। यस कुल पुँजीको ठिक 20% हिस्सा मात्र अहिले आइपीओ मार्फत निष्कासन गर्न लागि हो। यसको सीधा अर्थ के हो भने कुल 20,41,200 किता शेयर बजारमा आउँदैछ। यो नेपाली बजारको सन्दर्भमा हेर्ने हो भने एउटा ठूलै भोल्युम हो जसले बजारको तरलतामा राम्रै प्रभाव पार्न सक्छ। र यो तथ्याङ्कले एकदमै प्रष्ट रूपमा देखाउँछ कि कुल शेयरको 40% अर्थात् 8,16,480 किता योग्य संस्थागत लगानीकर्ताहरूका लागि भनेर रिजर्भ गरिएको छ। बाँकी रहेको 60% अर्थात् 12,24,720 किता मात्र कर्मचारी सहित आम सर्वसाधारणको हातमा पर्नेछ। यसले बजारमा माग र आपूर्तिको सन्तुलनलाई एकदमै राम्रोसँग चित्रण गर्छ। अब अन्तमा एउटा निकै गम्भीर प्रश्न उठ्छ कि बुक बिल्डिङ आइपीओको यस्तो उच्च प्रवेश मूल्यले बिस्तारै साना र खुद्रा लगानीकर्ताहरूलाई शेयर बजारबाटै विस्थापित गर्दैछ त? एकातिर ठूलो नाफाको लोभ लाग्दो आकर्षण छ भने अर्कोतिर 50,000 जत्रो पुँजी एकैपटक जुटाउनु पर्ने बाध्यता छ। यो प्रणालीको निष्पक्षता र साना लगानीकर्ताको पहुँचमाथि अहिले ठूलो बहस सुरु भएको छ। वैशाख 21 पछि तय हुने अन्तिम मूल्यले पक्कै पनि यसको धेरै उत्तर दिनेछ। त्यतिन्जेलसम्मको लागि बजारको यो रोमाञ्चक घटनाक्रमलाई निहाल्दै गर्नुहोला। आजको यो प्रस्तुतिबाट अहिलेलाई बिदा हौं।